रामपुरे भन्छ उनीहरूलाई रामपुरे हो कि यहाँ पनि रामपुरे छ त यहाँ पनि छ रामपुरेहरू हाम्रो मेरो बुहार चाहिँ मन्दनको म चाहिँ पाँचखालको हो नि त पाँचखाल मन्दन खासै अब उनीहरूले लेख्दाखेरि अब उता त दनुवारै फलानु दनुवार भनेरै लेख्छ थर चाहिँ के बताउँछ दनुवारै लेख्ने हामी पनि उता दनुवारै भन्छ त्यो अरू त्यस्तो पछाडि केही राख्दैन हाम्रो दनुवारै राख्ने हो भन्नलाई चाहिँ त्यो आएको ठाउँ अनुसारको भन्ने यहाँबाट आएको भएर हाम्रो चाहिँ अब मन्नने अब बोलाउँदाखेरि चाहिँ अब त्यो पहिला मन्नने अब त्यो ठाउँबाट आएको भएर केही थर बतायो अहिले दनुवारै लेख्छ हामी त्यो पोखरातिर नि पोखरेलीहरू भन्छ नि हो त्यो पोखरा काठमाडौँतिर गयो भने पोखरेली यहाँ छ त पोखरेलीको घर भन्छ त्यस्तो अहिले अब हाम्रो दाइ हुनुहुन्थ्यो माथि एकजना ऊ गएको अरे एकदिन मन्दनमा अनि हामी पनि मन्दनको मेरो हजुरबाको नाम यो हो त्यो हाम्रो के बाउको भाउले ज्ञानमा दाइले बताएछ अरे साँच्चै अबदेखि अंश लिने भएदेखि तिमीहरू पहिला गएको छ यहाँ अंश लैजाऊ तर बाजेको यहाँबाट जाने बाजेको चाहिँ नाम र कतातिर आइज भनेर अब त्यो फोटो पहिला त्यो खोला लाग्दाखेरि बगाएर लगेको थियो त्यो भने जग्गा दिन्छु अंश पनि दिन्छु भनेको मन्दनबाट जति पाउँछ लैजाऊ तिमीहरूको अंश भाइ भाइको अंश छ यहाँ जग्गा भनेको मन्दन त फेरि पुरा तराई जस्तै छ नि दोलरघाटबाट अलिकति माथि गएपछि यहाँ सिन्धुपाल्चोक साङ्गाचोक चेरे अनि त्यहाँ त्यसरी त्यहाँको सबै दनुवार त्यहाँको हो कि यहाँ रिस्कुमा आएको त्यहीँको दनुवार त्यो साइडमा फेरि सबै माझीहरू छ धेरै जसो माझीसँग चाहिँ अलिअलि मिल्छ अरे तपाईँहरू मिल्छ भाषा अलिकति मात्र फरक छ मेरो मामु घर चाहिँ मेरो आमाको मामु घर चाहिँ साङ्गाचोक हो कि त्यहाँ चाहिँ बिहा बटुलो भयो भने सबै माझीहरू नै आउँछ थुप्रै